हेलो गाइस, के छ हाल खबर तपाईँहरूको? ठिकै छ होला है? मेरो पनि ठिक छ। आज चाहिँ म छतमा आएर यस्तो एउटा सानो भ्लग बनाइदिउँ भनेर आछु गाइस होइन। तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो दिपाइलतिर गहुँ पाकेर काट्न लाग्छन् होइन। गहुँ पनि पाकिसकेको छ। म चाहिँ यसो हल्का रमाइलो गरौँ भनेर भ्लग बनाइदिनु ला। तपाईँ देख्न सक्नुहुन्छ रमाइलो होइन। यता चाहिँ मस्त छ है, गर्मी पनि छ, चिसो पनि छ, पानी पनि परिरहेछ। यो चाहिँ गाउँ सुकिरहेछ होइन। अनि यता चाहिँ टक्कसँग र चाहिँ उता चाहिँ गाडी गइरहेछ, त्यो चाहिँ एयरपोर्टतिर जाने बाटो होइन। तपाईँहरूको के छ त हालखबर? आजभोलि मैले ब्लग बनाएर हाल्न भइरहेको छैन। अब तपाईँहरूको साथ सपोर्ट पनि हल्का कम भइरहेछ गाइजहरू, सबैले साथ सपोर्ट गरिदिनु पऱ्यो होइन। त्यस्तै छ जिन्दगानी। तपाईँहरू हेर्न सक्नुहुन्छ होइन, दिपाइलतिरको मौसम आज कस्तो राम्रो छ हेर्न सक्नु। माथितिर एयरपोर्ट होइन, अनि यतातिर हाम्रो बस्तीको ठाउँ होइन। यस्तै छ रमाइलो 2 दिनको जिन्दगानी गाइस होइन। के गर्ने, मरिलानु के नै छ र। म चाहिँ यस्तो अरू दृश्यहरू म देखाउन चाहन्छु, चाहिरहेको हुन्छु, म देखाउने छु होइन गाइस। त्यति दिनसम्म मेरो ब्लग हेरेर साथ दिनु होला गाइस। सबैलाई जय नेपाल।